यो बागलुङ जिल्लाको बलेवा भन्ने गाउँ र अहिले हामी यहाँ एउटा ढुङ्गाको घर भएको ठाउँमा आएका छौँ हेर्नको लागि। र अहिले भर्खर हामी यो गेट प्रवेश गरेर भित्र छिरेका। अब हेर्दाखेरि ल यो हेर्नुहोस्, यो पुरै ढुङ्गाको तल पनि ढुङ्गा बिछाइएको छ र बाँकी नै छ बिछाउन। र यता यी पुरै हेर्नुहोस् ढुङ्गाको काम भइराखेको छ है। र यही घर हो, ल हेर्नुहोस्, हेर्दाखेरि एकदम राम्रो देखिएको छ। र यो पिल्लर हो, यो पनि ढुङ्गाको छ। ल हेर्नुहोस् है, यो ढुङ्गाको पिल्लर पुरै है। यहाँ केही पनि मिक्स छैन, खालि ढुङ्गा र सिमेन्ट। र यहाँ खाट हेर्नुहोस्, यो खाट बनाइएको छ, यो खाट पनि ढुङ्गा है। ल हेर्नुहोस्, यो पुरै ढुङ्गा है, ढुङ्गाको खाट। ल हेर्नुहोस्, अब यो पुरै ढुङ्गाको गाह्रो ढुङ्गा, हजुर ढुङ्गाकै खाट छ यो। ल हेर्नुहोस् है। र पुरै यो ढुङ्गाको माटोहरू होइन। र यो बेसन पनि ढुङ्गाकै छ, बेसन पनि है। र यसरी चाहिँ बनिएको छ। ल हेर्नुहोस्, यो चाहिँ खाट है। यो खाट ढुङ्गाको खाटहरू, टेबलहरू। र यो हेर्नुहोस् है, यो पनि पुरै ढुङ्गा हो। ल हेर्नुहोस्, पनि पुरै ढुङ्गा। र यो टाँसी आलमारी, ल हेर्नुहोस्, यो पनि ढुङ्गाको है। यति राम्रो बनाउनु भएको छ र चाहिँ नि एकदम धेरै पहिलादेखि सुनेको थिएँ र चाहिँ नि आज मलाई पनि आउन मन लाग्यो र म यो ठाउँमा आएको छु है। ल हेर्नुहोस्, अब चाहिँ नि यहाँ पनि ल हेर्नुहोस्, यो पुरै टेबल ल हेर्नुहोस् ढुङ्गाको है। यो पनि ढुङ्गाको टेबल हो। र यो खाटहरू हेर्नुहोस्, पुरै ढुङ्गाको खाटहरू छ। र यसै गरेर पुरै ढुङ्गा युज गरेर बनाइएको चिज। र यो ल हेर्नुहोस् है, सबै ढुङ्गाबाट बनेको छ। र अब हामी यता जाँदैछौँ। अब यहाँ पनि हेर्नुहोस्, यो ठुल्ठुलो खाटहरू बनेको छ ढुङ्गाको है। ढुङ्गाको खाट, आलमारी उता हेर्नुहोस् है, टाँसी छ। ल हेर्नुहोस् कति राम्रो, एकदम ढुङ्गा कुनेर बनाएको। ल हेर्नुहोस् प्रकष्ट तरिकाले। ल हेर्नुहोस् है, यस्तो छ है। ल हेर्नुहोस् पुरै ढुङ्गा कुनेर खाट बनाएको छ। एउटै ढुङ्गाको, एउटै चट्टानको बनेको छ। र यसै गरेर ल हेर्नुहोस् है, यता पनि यो टाँसीहरू। र ल हेर्नुहोस्, यता पनि त्यही नै हो, सबै ढुङ्गेको हो है। यहाँ काठका पलङहरू छैनन् है। ल हेर्नुहोस्, यो ठ्याक्कै ल हेर्नुहोस्, यो ढुङ्गा ल हेर्नुहोस् कति राम्रो बुट्टा भरेर बनाउनु भएको छ। ल हेर्नुहोस् है, ल हेर्नुहोस् यो सबै हो है। यहाँ काहीँ पनि कुनै पनि यहाँ काठका चिजहरू छैनन्, सबै ढुङ्गा। ल हेर्नुहोस् है। र यसरी बनाएको छ। यो टेबल हेर्नुहोस्, ल हेर्नुहोस् ढुङ्गाकै टेबल छ है। ल हेर्नुहोस्, अब हामी अर्को कोठातिर जाँदैछौँ, माथि तलमा जाँदैछौँ। र यो ढुङ्गाकै सिँढी छ। ल हेर्नुहोस्, र यो पनि ढुङ्गाकै युज गरेर बनाउनु भएको छ। एकदम राम्रो डिजाइनले बनाउनु भएको छ। ल हेर्नुहोस्, यो पुरै ढुङ्गा हो। ल हेर्नुहोस् है, यहाँ ल हेर्नुहोस् ढुङ्गाकै रेलिङ छ। र यसै गरेर यहाँ पिङ झुलाहरू पनि बनाउनु भएको रहेछ है। ल हेर्नुहोस्, र एकदम राम्रो तरिकाले बनाउनु भएको छ है। र यो पनि तल हेर्नुहोस् पुरै ढुङ्गा हो। ल हेर्नुहोस् है। र
यसरी ढोका पनि ढुङ्गाको छ ल हेर्नुहोस् है। यो ढुङ्गाको ढोका हो र यो पनि ढुङ्गाको हो है ढोका ल हेर्नुहोस्। र यो बाहिरको भाग हेर्नुहोस् है कति सुन्दर छ ल हेर्नुहोस्। अब यो ढुङ्गाको ढोका एकदम जता घुमाउन नि मिल्ने है र एकदम शानदार तरिकाले बनाउनु भएको छ। र यहाँ खोपा हेर्नुहोस् है, खोपाभित्र बत्ती पनि छ र यसरी चाहिँ बनाउनु भएको छ। र यता हेर्नुहोस् है, यता पनि एकदम राम्रो तरिकाले बनाउनु भएको छ है। यहाँ सबै ढुङ्गा युज गरेर बनाउनु भएको है। र यसै गरेर यो पिल्लर पनि ढुङ्गा हो है। हेर्दा काठ जस्तो देखिन्छ तर यो ढुङ्गा हो है, ढुङ्गा हो। र चाहिँ नि ल हेर्नुहोस् रेलिङहरू यस्तो राम्रो तरिकाले बनाउनु भएको छ। ल हेर्नुहोस् र यहाँ फर्सी सिमी बोडीहरू सुकाउनु भएको छ। उहाँ फर्सी छ ल हेर्नुहोस् है। र यसै गरेर यहाँ चाहिँ पुरै बोडी र सिमीहरू मात्र सुकाउनु भएको छ। तल मकै छ फेरि हेर्नुहोस् ल हेर्नुहोस् है। मैले धेरैको मुखबाट सुनेको थिएँ र आज चाहिँ नि आफै आएर प्रत्यक्ष देख्न पाएँ। एकदम खुसी महसुस गरेको छु है। अब सायद यो घर तयार भइसकेपछि त हेर्न पनि पाइँदैन, तर यही मौका छोपेर आएको छु। एकदम खुसी लागेको छ। यो घर फिनिसिङ भएको छैन है, यो घर बन्दैछ, अझै पनि बन्दैछ। धेरै चिजहरू बनाउन बाँकी नै छ ल हेर्नुहोस्। ल हेर्नुहोस् है, यो चाहिँ नि एकदम राम्रो ल हेर्नुहोस् झुल्ला सुल्ला सबै छ होइन। र चाहिँ नि एकदम आकर्षक तरिकाले बनाउनु भएको छ। धन्यवाद। ल हेर्नुहोस् है, यो पनि ढुङ्गा है, ढुङ्गाकै ढोका है। यो सबै ढुङ्गाको ढोका होइन। ल हेर्नुहोस् है कति राम्रो छ ल हेर्नुहोस्। ओहो यो अझ यो पलङहरू ल हेर्नुहोस्, एउटा पलङ, दुईवटा पलङ, तिनवटा पलङ, टेबुल सबै चिज छ। ढुङ्गाको छ है ल हेर्नुहोस्। ल हेर्नुहोस् है, यो बाहिर पनि ल हेर्नुहोस् यस्तो राम्रो छ, पुरै ढुङ्गा ल हेर्नुहोस् त है। ल हेर्नुहोस् पुरै ढुङ्गा युज छ, यहाँ केही छैन ल हेर्नुहोस्। सारा चिज पुरै ढुङ्गा हो। र यस्तै गरेर यहाँ पनि यस्तै बनेको छ ल हेर्नुहोस् है। ल हेर्नुहोस् यो बोर्ड पनि ढुङ्गाकै बनेको छ है। यो पनि पुरै ढुङ्गा हो ल हेर्नुहोस् है। त यसै गरेर चाहिँ हामीले यो घरको पुरा सिन देखाउन चाहन्छु म ल हेर्नुहोस् है। कति शानदार छ के, एकदम हेरिरहँ जस्तो ल हेर्नुहोस् त यो घर है। यो सायद अरबौँ रुपियाँ खर्च गरेर बनाइएको घर हो है। किनकि यतिको हाम्रो धौलागिरी अञ्चलमै पहिलो रेकर्ड हो यो। र यो अहिले बनेको छ, यता पुरै तारको जालीहरू हालिएको छ है। यता यस्ता मसिना घरहरू छन्। र यसै गरेर यहाँ चाहिँ नि यो गार्ड बस्नको लागि एउटा काउन्टर जस्तै बनाइएको छ। र यसरी बनेको छ यो चाहिँ नि क्षेत्रफल पनि ठुलै लिएर बनाउनु भएको छ। र उहाँ सरले पनि होइन अझ लगानी धेरै नै छ, अझ खर्च आउँछ। यहाँ त यो त 50% मात्र भएको छ, अझै 50% काम बाँकी नै छ भन्ने कुरो राख्नुभएको छ। यसको लागि पनि यो पनि मैले हजुरलाई जानकारी गराउन चाहेँ। र यसै गरेर चाहिँ सदाबहार चाहिँ हजुरहरू पनि यो बागलुङ जिल्लाको बलेवा भन्ने ठाउँमा आउनुभयो भने यो घरलाई एकचोटि अवश्य हेर्नुहोला भन्न चाहन्छु। हस्, धन्यवाद, नमस्ते।